हेलो हेलो गाइज नमस्ते। तपाईँहरूलाई आमाको खुवाई च्यानलमा स्वागत छ। यो चाहिँ मेरो नयाँ च्यानल खोलेको छु, नयाँ भिडियो हो। आशा छ तपाईँहरूलाई सबैले साथ सपोर्ट गरिदिनुहुन्छ, लाइक सेयर सब्सक्राइब गरिदिनुहुन्छ भन्ने ठुलो आशा राखेर म आज मेरो खानामा चाहिँ मटनको फ्याट खाँदैछु। मेरो यहाँ सलाद छ, काँक्राको, यो भेन्डीको सलाद, यो हाम्रो लागि स्वास्थ्यको लागि राम्रो हुन्छ भनेर। अनि यसमा छ कागती, अनि प्याज पनि छ, खोर्सानी छ, यो ठुलो भेन्डी खोर्सानी छ गाइस। ल म खान्छु, हजुरहरूले खानु भएन। मटन छ, मटन पनि छ, यसरी मटनको ग्रेभी र मलाई यो फ्याट एकदम मनपर्छ। म खाना गएँ ल, हजुरहरूले खानु भएर कि भएन, म खान्छु ल। ल साथीहरू म खाएँ हस्। मलाई चाहिँ यो बोसो चाहिँ एकदम सानैदेखि मनपर्ने साथी। मटन पनि छ, लसुन साथी, लसुन। एकदम मनपर्ने मलाई। यो बोसो चाहिँ साथीहरू धेरै मसला नहालिकन पकाएर खानु, तपाईँहरू मनपर्छ भने एकदम मिठो हुन्छ। म चाहिँ गाउँमा पहिला 6 जना दिदीबहिनीमा सबैभन्दा धेरै बोसो खाने म हो। सबैले अरू दिदीहरू कसैले बोसो खानुहुन्न, मलाई चाहिँ मनपर्ने। म चाहिँ बिस्तारै बोसो काँचै पनि खाइदिन्छु साथीहरू। मासुमा चाहिँ कलेजहरू पऱ्यो भने एकदम मिठो लाग्छ। तपाईँहरूलाई मोसा पर्दैन? मलाई एकदम मनपर्छ भनेर यहाँ पनि कसैले खानु हुँदैन, म एक्लै खान्छु। बोसो नखानु भनेर मोटाइन्छ भनेर छोरो पनि खानुहुन्न, छोरोको ड्याडी पनि खानुहुन्न, म चाहिँ खाइदिन्छु। लसुन यस्तो हड्डी पनि चुसेन भने मन पर्दैन, म चुसी खान्छु। मासु खाँदा हड्डी आएन भने पनि मन पर्दैन फेरि। म अनौठो मान्छे। मेरो पिको मम्मीले खाएको भने हेर्दा पिको लागि नि खाइसक्यो नि होइन। अब मम्मी खान्छु ल। यो पनि हामी अरू मान्छेको औषधि हुन्छ अरे के साथी।
मैले पिके पिके भन्दा को जस्तो लाग्छ होला हजुर लाउनु लाग्छ होला मेरो पिके भन्ने एउटा पपी मैले पालेको छु त्यसको नाम पिको हो र यो चाहिँ प्रायः जस्तो अरूले खानुहुन्न सलादको लागि सलाद भनेर तर म चाहिँ खान्छु एकदम मनपर्छ यो स्वास्थ्यको लागि फाइदा पनि छ साथीहरू तपाईँहरू पनि खान सिक्नु होला खानु होला मलाई एकदम फाइदाको छ पिरो अलिक पिरो भएर आँसु आयो ल खानु पनि पर्ने पिरो पनि हुनुपर्ने यति अलिक तातै खानुपर्छ साथीहरू मटनको ग्रेभी मक्ख परेर मेरो पिकुले मेरो पपीले त्यो मम्मीले खाएको देखेर मक्ख परेको उसले अघि टन्नै खाइसक्यो अनि मैले खाएको बेलामा दुःख दिँदैन अघि नै खाएर मजाले बसेर हेर्दा मम्मीले अब पानी मान्छेहरूले भन्नुहुन्छ पानी खाना खाँदै पानी नखाँदै भन्नुहुन्छ साथीहरू तर म चाहिँ सक्दिनँ क्या अड्किन्छ म चाहिँ खाना सँगसँगै पानी पनि खानुपर्छ मेरो चाहिँ त्यस्तो बानी छ न अड्किन्छ कि साथीहरू बसेको जति खाने आउँदैन साथी भेडी खोर्सानी सबै खाउँला भनेर साथीहरू हेर्ने बिहामा कालो कालो देखि ल अब भित्र हेरिदिनँ यस्तो खालि खानुपर्ने छ भेन्डी भेन्डी एकदम राम्रो स्वास्थ्यको लागि काँचो किन खाएको भन्नु होला सक्नुहुन्छ भने तपाईँहरूले काँचै खानु काँचैले फाइदा गर्छ अरे लोकल काँक्रा हो एकदम गुल्छ भित्र गुदी हुन्छ क्या साथीहरू
हेर्नुहोस् यो बोसोमा मिसिएको यो मासु आधी मासु आधी बोसो झन् मिठो लाग्छ कलेजो एकदम मनपर्ने मलाई कलेजो यो फलमासु भन्दा नि कलेजो मनपर्छ हरियो खोर्सानी पनि खानुपर्छ साथी बेला बेला सुकुटीले असर गर्छ अरे हरियोले गर्दैन गाइज म आजको लागि चाहिँ भयो होइन अब त हजुरहरूलाई मैले खाएको कस्तो लाग्छ के खाएको हेर्न मन लागेको छ कमेन्ट गरिदिनु होला म त्यही अनुसार खाएर हजुरलाई देखाउँछु ल हजुरहरू पनि खाने कोसिस गर्नु होला मैले आज मटनको फ्याट भात खाएँ सक्दो हजुरहरूले सपोर्ट गरिदिनु होला लाइक सेयर सब्सक्राइब गरेर मलाई साथ सपोर्ट दिनु होला म हजुरहरूलाई नयाँ नयाँ भिडियो हालिदिइरहन्छु हस् आजलाई बाई बाई